आजको भिडियोमा चाहिँ हामीले म्यानेजर रोल एन्ड स्किलको बारेमा चाहिँ डिस्कस गर्न गइरहेका छौँ। यो चाहिँ बेसिकल्ली बिबिए फर्स्ट सेमेस्टरमा चाहिँ हाम्रो प्रिन्सिपल अफ म्यानेजमेन्टको युनिट 1 मा रहेको एउटा टपिक हो। यो चाहिँ एकदमै इम्पोर्टेन्ट पनि छ र एक्जाम एकदमै सोधिरहेको कारणले चाहिँ आज चाहिँ हामीले म्यानेजर रोलको बारेमा चाहिँ भिडियो ल्याएर आएका छौँ। सो यदि हजुरहरूलाई यदि भिडियो मन पर्दै जान्छ र हाम्रो अरू भिडियो पनि हेर्दै हुनुहुन्छ भने चाहिँ कृपया भिडियोलाई लाइक, सेयर, सब्स्क्राइब गर्न नबिर्सिनु होला। भिडियोमा चाहिँ अघि बढौँ। सो बेसिकली हाम्रो म्यानेजर रोलको बारेमा कुरा गर्नुभन्दा पहिला चाहिँ हाम्रो म्यानेजर रोल भनेको के हो त्यो थाहा पाउनु जरुरी छ। सो हाम्रो म्यानेजर रोल भनेको चाहिँ म्यानेजरको काम के, म्यानेजरको रोल मतलब म्यानेजरको अर्गनाइजेसनमा के काम हुन्छ, म्यानेजरले अर्गनाइजेसनमा के कस्तो काम गर्छ, कस्तो कामलाई चाहिँ म्यानेजरको रोल भनिन्छ भन्ने कुरालाई चाहिँ म्यानेजर रोल भनिन्छ हैन। सो म्यानेजर रोल भन्नाले चाहिँ बेसिकली के बुझ्न सकिन्छ कि भन्दा चाहिँ म्यानेजरले कुनै पनि काम यदि कुनै नम्बर अफ एक्टिभिटी चाहिँ अर्गनाइजेसनमा परफर्म गर्छ भने त्यहीलाई नै म्यानेजर रोल भनिन्छ। र हाम्रो म्यानेजर रोल चाहिँ 3 टाइपको छ। के छ भन्दाखेरि इन्टरपर्सनल रोल, इन्फर्मेसनल रोल र डिसिजनल रोल। हामी फर्स्टमा जान्छौँ इन्टरपर्सनल रोलमा। सो हाम्रो इन्टरपर्सनल रोल भनेको चाहिँ मेनली म्यानेजर चाहिँ केमा इन्भल्भ गर्छ भन्दाखेरि चाहिँ इन्टरेक्सन बिट्विन द कम्युनिकेसन इफेक्टिभली विथ पिपल इनसाइड एन्ड आउटसाइड द अर्गनाइजेसन टु मेन्टेन अ गुड रिलेसनसिप विथ देम। अनि इन्टरपर्सनल रोलमा के हुन्छ भन्दाखेरि चाहिँ यदि म्यानेजरले हाम्रो इन्टरनल र एक्सटर्नल पिपलसँग, अर्गनाइजेसनको पिपलसँग र आउटसाइड द पिपलसँग चाहिँ एकदमै राम्रो रिलेसन बनाउँछ कम्युनिकेसन थ्रु। सो एकदमै राम्रो बोन्ड बनाउँछ भने त्यसलाई नै भनिन्छ इन्टरपर्सनल रोल। र हाम्रो बेसिकली इन्टरपर्सनल रोलमा 3टा टाइप पर्छ, फिगर हेड, लिडर र लिजन। हाम्रो फिगर हेड रोल भनेको चाहिँ सिम्पली हजुरले स्क्रिनमा हेर्न सक्नुहुन्छ कि फिगर हेड भनेको चाहिँ परफर्म सिम्बलिक ड्युटी अफ लिगल एन्ड सोसल नेचर। सो हाम्रो फिगर हेड रोल भनेको चाहिँ कस्तो भन्दाखेरि चाहिँ हामी म्यानेजर्सहरू चाहिँ हाम्रो अर्गनाइजेसनको एउटा अनुहार हो। हामीले नै अर्गनाइजेसनलाई रिप्रेजेन्ट गर्छौँ। कस्तो कुन कुरामा रिप्रेजेन्ट गर्छौँ भन्दाखेरि लिगल, इकोनोमिक र सोसियल फर्ममा चाहिँ हामीले रिप्रेजेन्ट गर्छौँ। हामी चाहिँ एक प्रकारको सिम्बल, हामी चाहिँ एक प्रकारको लाइक हामीले केही नराम्रो काम गर्दा पनि अर्गनाइजेसनलाई नराम्रो असर पर्छ र हामीले अर्गनाइजेसनको लागि राम्रो काम गर्दा अर्गनाइजेसनलाई राम्रो असर पर्छ। त्यही भएर फिगर हेड भन्ने बित्तिकै चाहिँ के बुझ्न सकिन्छ कि भन्दाखेरि हामी चाहिँ एउटा अनुहार हो हाम्रो अर्गनाइजेसनको भनेर बुझ्न सकिन्छ। त्यसपछि सेकेन्डमा चाहिँ हाम्रो लिडर भनेर। लिडर भनेको सिम्पली हजुरले हेर्न सक्नुहुन्छ बिल्ड रिलेसनसिप, कम्युनिकेट्स विथ मोटिभेट्स एन्ड टिच सबअर्डिनेट भन्छ। र लिडर भनेको चाहिँ सिम्पली हजुरलाई थाहा नै होला कि लिडर भनेको चाहिँ जसले चाहिँ हाम्रो इम्प्लोयरहरूलाई चाहिँ काम गर्नमा मोटिभेट गर्छ, तिनीहरूको इन्फ्लुएन्स गर्न सक्छ आफ्नो कुरामा चाहिँ तिनीहरूलाई इन्फ्लुएन्स गरेर टुगेदर ग्यादर गर्न सक्छ भने त्यसलाई नै लिडर भनिन्छ। सो कस्तो टाइपको लिडर कस्तो टाइपको रोल हुनुपर्छ भन्दाखेरि म्यानेजरमा चाहिँ एउटा लिडरसिप भएको रोल हुनुपर्छ कि यदि म्यानेजर छ तर त्योसँग कन्फिडेन्स नै छैन, कोही इम्प्लोयरलाई मोटिभेट नै गर्न सक्दैन भने त्यसलाई हामीले लिडर मान्न सक्दैनौँ। र त्यसपछि हाम्रो थर्डमा रहेको चाहिँ लिजन रोल भनेर। सो हाम्रो लिजन रोल भनेको के हो भन्दाखेरि चाहिँ हामीले चाहिँ अब के पढ्यौँ भन्दाखेरि यसमा फिगर हेड पढ्यौँ, लिडर्स पनि पढ्यौँ, यानि कि हामीले मोटिभेट गर्न पनि सक्नुपर्छ। त्यसपछि हामी चाहिँ हाम्रो अर्गनाइजेसनको अनुहार भनेर पनि पढ्यौँ भनेपछि बिसाइड दिस लिजन भनेको चाहिँ हामीले आउटसाइड अफ द अर्गनाइजेसन चाहिँ हामीले आफ्नो कम्युनिकेसन कस्तो भन्दाखेरि चाहिँ हाम्रो नेटवर्कहरू पनि कन्ट्याक्टहरू हुन्छ नि, लाइक अब कसैलाई अर्गनाइजेसनमा कसैलाई केही गाह्रो पर्यो, केही सहयोग चाहियो भनेपछि बाहिरबाट केही सहयोग मिल्न सकोस् भनेर चाहिँ हामीले आफ्नो कन्ट्याक्ट राम्रो बनाउनु पर्छ बाहिरको आउटसाइड अफ द अर्गनाइजेसन। एकदमै आफू छुच्चो बन्ने, घमण्डी बन्ने त्यस्तो हुनु हुँदैन कि अरूलाई हेल्प गर्ने प्लस अरूसँग लाइक कम्युनिकेसन आफ्नो हुन्छ नि रिलेसनसिप चाहिँ एकदमै स्ट्रङ बनाउनु पर्छ भन्ने कुरा चाहिँ हाम्रो लिजनले बुझाउँछ। त्यसपछि हामी सेकेन्डमा जान्छ। हाम्रो सेकेन्ड भनेको के छ, इन्फर्मेसनल रोल। अब इन्फर्मेसनल रोलमा इन्फर्मेसनल भन्ने बित्तिकै के बुझ्न सकिन्छ कि इन्फर्मेसन लाइक अब इन्फर्मेसन भनेको के हो भन्दाखेरि चाहिँ इन्फर्मेसन भनेको चाहिँ अब के हुन्छ भन्दाखेरि हाम्रो कुराकानीहरू इन्फर्मेसनहरू जुन हुन्छ त्यसलाई चाहिँ इन्फर्मेसनल रोल भनिन्छ। सो अब हाम्रो इन्फर्मेसनल रोलमा के पर्छ भन्दाखेरि मोनिटर, डिसेमिनेटर र स्पोक्स पर्सन पर्छ। हाम्रो मोनिटर भनेको चाहिँ हामीले अर्गनाइजेसनमा म्यानेजरले चाहिँ मोनिटर गर्नु पर्यो कि लाइक करेन्ट इस्युजहरू छ, एक्सटर्नल इन्भाइरोमेन्ट, एक्सटर्नल इन्फर्मेसन र इन्टरनल इन्भाइरोमेन्टको इस्युजहरूलाई चाहिँ हेर्नु पर्यो, मोनिटर गर्नु पर्यो कि के कारणले चाहिँ त्यो प्रब्लम आइरहेको छ अथवा के कारणले त्यो इस्युज आइरहेको छ भनेर चाहिँ त्यसलाई हेर्नु पर्यो, त्यसलाई भनिन्छ मोनिटर। अर्को छ डिसेमिनेटर। अब डिसेमिनेटर भन्छ हैन। सो डिसेमिनेटर भनेको चाहिँ अब अर्गनाइजेसनको पोलिसीजहरू चेन्ज भइरहेको हुन्छ हैन, त्यसमा चाहिँ म्यानेजरले कस्तो टाइपको रियाक्ट गर्छ भन्ने कुरा नै हो। लाइक द म्यानेजर सुड कन्स्टेन्टली ट्रान्समिट इन्फर्मेसन रिगार्डिङ
चेन्ज इन अर्गनाइजेसनल पोलिसी, अर्गनाइजेसनको रुल्स रेगुलेसनहरू चेन्ज भइरहेको छ भने त्यसलाई चाहिँ म्यानेजरले कस्तो रूपमा लिन्छ भन्ने कुरा चाहिँ डिसेमिनेटरले बुझाउँछ। त्यसपछि अर्को छ हाम्रो स्पोक्स पर्सन। र स्पोक्स पर्सन भनेको चाहिँ हाम्रो अर्गनाइजेसनले हाम्रो म्यानेजर्सले चाहिँ अर्गनाइजेसनमा के समस्या छ होइन, अनि कसलाई के गाह्रो पर्यो यताउता भने त्यसको बारेमा बोल्छ, यदि स्पोक गर्छ त्यो खुबी पनि हुनुपर्छ। त्यो गर्छ भने त्यसलाई के भनिन्छ, स्पोक्स पर्सन भनिन्छ। त्यसपछि हाम्रो थर्डमा छ डिसिजनल रोल। अब डिसिजनल रोल भन्ने बित्तिकै सिम्पली डिसिजन सम्बन्धी हजुरहरूले बुझ्न सक्नुहुन्छ, लाइक कस्तो टाइपको डिसिजन लिने, कुन डिसिजन लिँदा अर्गनाइजेसनलाई फाइदा हुन्छ होइन भन्ने कुरा चाहिँ हाम्रो डिसिजनल रोलले भन्छ। अब हाम्रो डिसिजनल रोलमा चाहिँ इन्टरप्रेनर, डिस्टर्बेन्स ह्यान्डलर, रिसोर्स एलोकेटर र नेगोसिएटर। हाम्रो फर्स्टमा चाहिँ इन्टरप्रेनर। अब इन्टरप्रेनर भनेको के हो भन्दाखेरि चाहिँ एन्ड इन्टरप्रेनर्स अथवा म्यानेजर्स आर इन्भल्भ इन सल्भिङ प्रब्लम, जेनेरेटिङ न्यू आइडिया एन्ड इम्प्लिमेन्टिङ देम। सो हाम्रो इन्टरप्रेनर रोलले के भन्छ भन्दाखेरि म्यानेजरसँग कस्तो खुबी हुनुपर्छ, एउटा प्रब्लम सल्भ गर्न सक्ने एउटा इन्टरप्रेनर्सहरू हुन्छन् नि हो त्यस्तो टाइपको खुबी चाहिँ एउटा म्यानेजरसँग हुनुपर्छ। लाइक नयाँ आइडियाहरू जेनेरेट गर्न सक्नु पर्यो, त्यसलाई इम्प्लिमेन्ट गर्न सक्नु पर्यो, केही अर्गनाइजेसनको समस्या आयो भने त्यसलाई सल्भ गर्न सक्नु पर्यो, त्यसलाई नै भनिन्छ इन्टरप्रेनर। त्यसपछि हाम्रो छ डिस्टर्बेन्स ह्यान्डलर। अब डिस्टर्बेन्स ह्यान्डलर भनेको के हो भन्दाखेरि चाहिँ यदि अर्गनाइजेसनमा कसैले रङ डिसिजन लिन्छ भने त्यसलाई चाहिँ हेल्प गर्ने, अथवा यदि अर्गनाइजेसनमा कसैलाई डिफिकल्टिजहरू आउँछ भने त्यसलाई चाहिँ कसरी सल्भ गर्न सकिन्छ त्यो आइडिया दिने सक्छ भने त्यसलाई नै भनिन्छ डिस्टर्बेन्स ह्यान्डलर। त्यसपछि अर्को छ रिसोर्स एलोकेटर। अब रिसोर्स एलोकेटर भनेको के बुझ्न सकिन्छ भन्दाखेरि चाहिँ कम्पनीमा रहेको डिफ्रेन्ट रिसोर्सेसहरूलाई कसरी म्यानेजरले एलोकेट गर्छ, कसरी त्यसलाई युटिलाइज गर्छ भन्ने कुरा नै रिसोर्स एलोकेटर हो। अब नेगोसिएटर भनेको चाहिँ रिप्रेजेन्ट द अर्गनाइजेसन इन मेजर नेगोसिएसन एफेक्टिङ द म्यानेजर एरियाज अफ रिस्पोन्सिबिलिटी। अब नेगोसिएटर भनेको चाहिँ यदि कुनै पनि ग्रेट डिल भइरहेको छ होइन, दुई दिन कम्पनी बिच अब केही डिल भइरहेको छ केही छ भने त्यसमा चाहिँ म्यानेजर्सले नै नेगोसिएट गर्ने हो कि कसरी के गर्दा चाहिँ अर्गनाइजेसनलाई फाइदा हुन्छ, बोथ दुइटै अर्गनाइजेसनको रिलेसन एकदम राम्रो हुन्छ भनेर चाहिँ नेगोसिएट गर्ने क्या, इन्ट्रेक्सन गर्ने, त्यही कुरालाई नै भनिन्छ नेगोसिएटर। सो आजको यस भिडियोमा चाहिँ हामीले हाम्रो म्यानेजर रोलको बारेमा पढ्यौँ। यदि भिडियो हजुरहरूलाई मन पर्यो भने लाइक शेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। यस्तै यस्तै अब अर्को भिडियोमा चाहिँ हामीले म्यानेजरको स्किल्सको बारेमा भिडियो लिएर आउनेछौँ। त्यतिन्जेललाई चाहिँ मलाई पनि बिदा दिनुहोस्। धन्यवाद।